किन भन्छु त कस्तो लागिरहेको त पानीपुरी खान पाउँदा बोल्दैन म किन म्युजिकै हाल्दैन त्यसमा म्युजिक हालेन भ्युज आउँदैन त्यही भएर अलि बोलेकै हाल्छ बित्तिकै त्यो बोल्नु भन्दा त खै यहाँ के लाग्यो के गर्नु खाएपछि लाग्छ त हो सेरे मिठो भयो फेरि खानु न च्यालेन्ज खेलौँ न बेबी एउटा थाहा पाउनु भयो के च्यालेन्ज प्रश्न सबैमा भर्नुपर्छ सोच्नु म त बिर्सिरहेको थिएँ च्यालेन्ज त त्यसरी भर्नु हो पानी नभर्नु बुढो खोलेकै छैन त म त बिर्सिरहेको थिएँ त्यो च्यालेन्ज त सम्झेँ नि धन्नैले के च्यालेन्ज हो सम्झनु भयो सम्झनु भएन अझै पोइजन गेम के छिटो गर्नु न यार भइसक्यो भएन सबैमा हाल्नु न कति सानो हो र पहल पनि यार पानीमा भर्ने पानी भर्दै खाँदै गर्ने क्या अहिले पछि अहिले भरे पनि त बसिन्छ नि त सबै ल यसमा उयो हाल यो नै बेबी त्यसै त सबै मुखमा लाग्छ प्याज हाल्नु पाएको छ तिमीले हाल्नुपर्छ यसमा त पहल पनि त्यही गरम भयो भने तुमसे रहा नहीं जाता लोभ लाग्यो हेर्दा हेर्दै कसले खान्छ होला फर्स्टमा पोइजन कसले खान्छ होला कति पोइजन बनाउने एउटा मलाई नभन्नु नि फेरि आफ्नो पोइजन तीनवटा हुन्छ त त्यसमा त हुन्न यस्तो गर्ने सबैमा भरे मैले भरेको रहेछ है कस्तो हो भने चाहिँ बेबी त गेम मैले थाहा पाइसकेँ कि तपाईँलाई थाहा पाउनु भएन कसैमा तीनवटा बनाउँछन् कसैले एउटा बनाउँछन् के एउटा मात्रै हो पोइजन चाहिँ एक एकवटा पहिला हजुरको पोइजन रोज्नु उता देखाएर रोज्नु है फेरि क्यामेरामा देखिनु पर्यो ल एकछिन के यहाँ अरू पनि छ ल रोज्नु है क्यामेरामा पनि देखाउनु रोज्नु भयो एकछिन न त्यो क्यामेरामा आएको छ कि छैन थाहै छैन नबिर्सियोस् है ल थाल उठाएर गराउनु न यसरी देखाएर यसरी नबिर्सिनु नानी फेरि ल साँच्ची रोज्नु भयो लु अब हजुरले रोज्नु अरे मैले रोज्छु के हो फेरि त्यो ल उता राम्रोसँग उता हार्नु मलाई हेरेको छैन कि यस्तो चिर्केल्दैन भयो लु खानु अब बस्नु हजुरको पाली सेफ को रोज्नु भयो यार सेफ पोइजन
होइन सेफ पहिला पहिजन कति हानेको होइन होइन म आफ्नै बिर्सिउँला क्या किन चेन्ज गर्ने खाएको त छैन सेफ सेफ के भएको छ बेबी चर्को आलु हो के हो है पानी हाल्नु त त्यसमा तर डर लाग्ने त खाने बेला पैसा न कि भनेर क्या कसको पाली हो खाने मेरो खानु खानु के त्यस्तो गर्न पाइने बेबी लगिसक्नु भा लगिसक्नु भा ल्याएकै छैन त्यो नहुन पनि त सक्दैन हुन पनि सक्छ भयो त्यो हुँदैन लैजानु है म ल्याएकै छैन अहिलेसम्म झ्याल्टी खेल्नुहुन्छ यार कसरी झ्याल्टी खेले त्यो यो पनि लिन्न म पैसा ल्याउनु त अनि थाहा यो हुन्छ पनि लिन्न किन भन्छौ त पिर भयो सेफ 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 पनि भन्नु न अनि भन्यो त सेफ मलाई लाग्छ हजुरले सानो पुन्टो रोज्नु भएको छ कि जस्तो लागिरहेको किन भन्छु त त्यही हो चिन्न सजिलो हुन्छ भनेर यता त म खाँदै खान्न सेफ हो म के पिर भयो बिर्सिनु त भएन नि कति धेरै खुर्सी हालेको पुरा खै के हाल्यो सेफ यही हो क्या तपाईँहरूको चामल थावाले के हो के हो? त्यही हो कि त्यही हो सेफ हो पहिजन हो अब तिमीले भनेको मैले खाइदिन्छु यो मैले जितेँ है म जितेँ नि जित्नु पाएन अझै सेफ खाएको यो है पहिजन मैले त मेरो खाइसक्यो अझ हजुरले रोजेको अब हजुरले खानु पर्यो नि त खानु न पाइलो हेर्नु बस्यो जस्तो डराइरह होइन खानु तिम्रो पाल्यो कहाँ मेरो पाली हुन्छ अब हजुर जित्नु भएन नचाहिने नचाहिने कुरा नगर नि तिमी उल्लो गेम खेलाउँछौ आफ्नो मात्र यदि हेरेको छ आफ्नो खेलेको जस्तो खानु म दुईटा बचे छ आधे पाँथे नुन चाँदे जसले यो
मैले 20 खाएँ भने तिमी 5 दे, मैले नखाएँ भने म नपाउँदै। खानु खुसी र बोल अन्डा यता र उता गराउनु भा बिर्सेछु मैले। बोल अन्डा पुलिसको डन्डा। 1 नम्बर 2 नम्बर 2 नम्बर 1 नम्बर। I'm safe. किन हो र साटी राख्नु के? I'm safe. भन न कुन हो भन न। छिटो खानु है बेबी। म किन खाम? छिटो खानु के नाटक नगर्नु। माइलो खुवाइदिदा 20 मलाई खुवाउँछौ तिमी पोइजन। छिटो खानु के? सेफ नाटक नगर्नु। किन दुईटामा एउटा खानु? पाइजन खानुभयो। म त आफ्नो पाइजन फेरि मैले नै खान्छु होला सोचिरहेको थिएँ। त्यो हो पाइजन। यो हो सेफ। जुट हटापेल त्यसो क्यामेरामा हाल्नु न अनि हेर्नु न अनि भिडियोमा। म त आफ्नो पाइजन फेरि मैले नै खाने सोचिरहेको थिएँ। धन्नै खाएन। धेरै भयो है पानी?